साथीहरु म अहिले सिमराको एयरपोर्टमा छु। तपाई हेर्न सक्नुहुनेछ यहाँ नेपालको फेस भनिने यहाँ बबलु गुप्ता दाइ हुनुहुन्छ लिडर र नेपाल क्रिकेट जगतको जनकपुर बोर्डको क्याप्टेन श्री अनिल दाइ हुनुहुन्छ। तपाई हेर्न सक्नुहुनेछ यहाँ हाम्रो सौभाग्य प्राप्त हामी छौं जेनजी युवाहरुलाई दुईटा राम्रा युवाहरुसँग भेट्न पाएर कुराहरु गरेर भलाकुसारी भएको छ हाम्रो र खेलकुद जगत र राजनीतिक क्षेत्रमा र समाज क्षेत्रमा एकदम राम्रो होस् भन्ने कामना गर्छौं र दाइसँग पनि के कुराहरु लिन्छौं। दाइ कस्तो फिलिङ गरेछ तपाईलाई? राम्रो लाग्यो अब यहाँ आएर अब दाइहरुलाई भेट्न पाए अनि अब यस्तो सधैँ पाउँदैन यस्तो मौकाहरु तपाईलाई भेट्न पाएर खुसी लागिरहेछ। अनि दाइ त्यो तपाईको जुन चेन्नई भिजिट पनि हाई परफर्मेन्स छ के छ तपाईको त्यसमा ओपिनियन हो? हामी एक्साइटेड छौं। अब चेन्नई सुपर किङ एकाडेमीमा हामी खेल्न पाइरहेछौं, त्यहाँ अब तयारी गर्न गइरहेछौं। यो आउने सिजन 2 को लागि हामी तयारी गर्नको लागि गइरहेछौं। त्यहाँ अब हामीले थाहा छ चेन्नई सुपर किङ्स कति ठुलो फ्रेन्चाइज हो, त्यहाँको फेसिलिटिज हामीले सक्दो राम्ररी युटिलाइज गरेर राम्ररी तयारी गरेर फर्किनेछौँ। त्यसो भए तपाईको फ्लाइट अब काठमाडौँको छ, काठमाडौँबाट डाइरेक्ट चेन्नईको फ्लाइट छ भोलि काठमाडौँबाट चेन्नई, भोलि काठमाडौँबाट दिल्ली ट्रान्जिट छ, दिल्लीबाट चेन्नई। तपाईलाई धेरै शुभकामना छ र सिजन 2 ले पनि 2 मा पनि जनकपुर बोर्डले जितोस् धेरै शुभकामना छ। र साथमा काठमाडौँमा पनि भेट्ने छौं, फाइनल म्याचमा भेट्ने छौं, सुरुको पनि म्याचमा भेट्ने छौं। धन्यवाद, थ्यांक यू। र त्यसै क्रममा अब अर्को नेता अर्को यो दाइसँग पनि कुरा लिन्छु। दाइ तपाईको यो जर्नी आज वीरगञ्जको कस्तो रह्यो र के एजेन्डाले आउनु भएको थियो अलिकति प्रकाश? एकदमै राम्रो लाग्यो। यहाँ आएर चाहिँ सबैजना युथहरू एकदमै एक्टिभ देखियो। त्यो सँगसँगै चाहिँ समाजप्रति चाहिँ एकदमै दायित्व निभाउने खालकै देखियो र त्यो लगत्तै चाहिँ हाम्रो वीरगञ्जलाई अझै मधेसलाई चाहिँ अझै कसरी अगाडि हामीले बढाउन सक्छौँ, विकासको क्षेत्रमा होस् कि सिभिलाइजेसनदेखि लिएर विभिन्न कुराले चाहिँ अनुरूपले चाहिँ कसरी अगाडि बढ्न सकिन्छ हामी पनि भन्ने कुरामा चाहिँ एकदमै युथसँग चाहिँ भलाकुसारी हाम्रो भयो र सबैजना युनाइट हुनलाई तयार छ। मधेसको डेभलपमेन्ट मात्र नदेखिन देशकै डेभलपमेन्टको लागि र थ्याङ्क यू सो मच हाम्रो पर्सा जिल्लाको होल युथलाई नै थ्याङ्क यू। अनि दाइ अब अहिले जुन देश परिस्थितिको विषयहरू छ, अब देशमा यस्तो सांसारिक विषयमा तपाईँलाई के कस्तो लाग्छ अहिलेको अब रोडम्यापहरू? अहिले देशलाई एउटा निकास दिनुपर्छ, त्यसको लागि चाहिँ हामी लागिराखेका छौँ। हामी युवाहरूले चाहिँ कसरी हामीले यसलाई चाहिँ अगाडि बढाउनलाई सक्छौँ, कसरी गर्नलाई सक्छौँ, त्यो विषयमा चाहिँ हामी अगाडि चाहिँ बढ्न चाहिँ खोजिरहेछौँ। अवश्य अब किनभने अब अहिलेको अन्तरिम सरकार बनिसकेपछि देशमा स्थायित्वको स्टेबिलिटीको र शान्तिको पनि आवश्यकता रहेको छ र जेएनजीको प्रतिनिधि भने 10 मा एकजना दाइ हुनुहुन्छ बबलु दाइ। अहिले हाम्रो वीरगञ्ज आउनु भएको थियो र वीरगञ्जमा टिम प्रमोसन भइसकेपछि काठमाडौँ फर्कने क्रममा हामी सिमरा एयरपोर्टमा थियो र विशेष कुराकानी गरेर उहाँसँग के उहाँका कुराहरू र एजेन्डाहरू लियौँ र अबको अपडेट फेरि पनि दिनेछौँ। धन्यवाद, थ्याङ्क यू सो मच।